हर्क दाइको कुरा सुन्दाखेरि एकदम हाँस पनि लाग्छ है, सुन्न मन लाग्छ। एकदमै असाध्यै मिठो बोल्नुहुन्छ, एकदम सुन्न मन लाग्छ। तर विरोधीहरू छन् त, हर्क दाइले बोल्दाखेरि मन नपराउनेहरू पनि छ, धेरै छन्। अब अनेक अनेक मान्छेहरू हुन्छन् त होइन। अब सबै एक नासको त मान्छेहरू हुन्न, कोही कुन पक्षमा गएको हुन्छ, कोही कुन पक्षमा गएको हुन्छन्। राम्रो हो, नराम्रो होइन। तर असाध्यै कि हर्क दाइको कुरा सुन्दाखेरि मलाई मनपर्छन्। हर्क दाइले भनेको छन् अहिले यो भिडियोमा चाहिँ, मेयरले जे भन्छ त्यो हुन्छ भनिदिएको भए, कानुनले स्वीकारेको भए मैले भ्रष्टाचार नेताहरूले चाहिँ जेल खोज्थेँ अरे के। एकदम मन पऱ्यो मलाई एकदम हर्क दाइको कुरा सुन्दाखेरि। प्लिज तपाईँहरू पनि सुन्नुहोस् है, हर्क दाइले भनेको भिडियो हेर्नुहोस्। मेयरले जे भन्छ त्यही हुन्छ भनेर कानुनमा प्रष्ट लेखिदिएको भए म यहाँ तपाईँको चाहिँ सिटी बजाएर माइक लगाएर खोज्ने ठगहरूलाई। अब चाहिँ म ठाउँमा पुगेको छु त्यो कुरा गर्न। अब चाहिँ तपाईँहरूले मलाई हकार्न मिल्छ। हर्क साम्पाङले त सधैँभरि मान्छेलाई त सुख मात्रै दिन चाहेको छ, दुःख दिन चाहेको छ र